अब यसमा के गर्ने त यसको साटो स्टोर प्रोसिडियर युज गर्नु पर्यो यिनीहरू जति पनि युज भइरहेछ नि डिलिट युजर अपडेट टिबिएल युजर सेट युजर नेम इक्वल टु एड युजर नेम जति पनि छ सबैलाई के गर्नु पर्यो स्टोर प्रोसिडियरबाट युज गर्ने स्टोर प्रोसिडियरले क्यास मेन्टेन गर्छ र स्टोर प्रोसिडियरले अर्को कुरा के गर्छन् क्यास मेन्टेन गर्ने भएको कारणले गर्दा फास्ट हुन्छ प्रोग्रामिङ लजिक सबै स्टोर प्रोसिडियरमा लेख्न मिल्छ कोड कम हुन्छ सिसाब कोडहरू कम के अरे मिनिमाइज हुन्छ र अर्को स्टोर प्रोसिडियरको फाइदा के हो भने स्टोर प्रोसिडियर युज गर्यो भने चाहिँ डाटा ओभरहेडहरू हुँदैन डाटा जस्तै फर्स्ट नेम लास्ट नेम एकैचोटि हजारौँजना इन्ट्री गरे नि त्यस्तो कन्डिसनहरूमा चाहिँ के हुन्छ फर्स्ट नेम एउटाको आइदिन्छ लास्ट नेम एउटाको आइदिन्छ त्यही कारणले गर्दा त्यस्तो डाटा ओभरहेडहरूबाट चाहिँ के गर्छ त स्टोर प्रोसिडियरबाट त्यो चाहिँ सबै रिमुभ गर्न सकिन्छ त्यस्तो डाटा ओभरहेडहरू त्यही कारणले गर्दा हाम्रो डाटाबेसको नेम के हो एइसिएम ए त्यो कम्प्युटर खराब हो क्या त्यो के पनि ठिक छ अब जति पनि स्टोर प्रोसिडियर छ जति पनि हामीले यहाँनिर स्टोर यो कुराहरू छ सबै स्टोर प्रोसिडियरमा गर्नु पर्यो कसरी गर्ने त जस्तै इन्सर्ट इन्टु टिबिएल युजर पहिला यसैको स्टोर प्रोसिडियर बनाऊ यहाँनिर हुन्छ यसलाई राइट क्लिक गरेर एड न्यू प्रोसिडियर गर्ने के गर्ने त एसपी अन्डरस्कोर क्रिएट युजर भनेर राख्ने ठिक छ स्टोर प्रोसिडियरको नाम प्यारामिटरहरू के चाहिन्छ @ फर्ममा हुनुपर्छ जस्तै @ युजर नेम एन्ड भ्यारक्यार 50 त्यसपछि @PASSWRD पासवर्ड एन्ड VA एन्ड भ्यारक्यार 50 त्यसपछि युजर टाइप छ यति चाहिन्छ लास्ट टाइम ब्र्याकेट हुँदैन अब के गर्नु इन्सर्ट इन्टु गर्नु पर्यो इन्सर्ट इन्टुको लागि के गर्नु पर्यो यही कुरा हो नि त यो कुरालाई के गर्ने त कन्ट्रोल सी कन्ट्रोल भी कन्ट्रोल एस गरिदिने सेभ भयो एसपी अन्डरस्कोर क्रिएट युजर भनेर आयो अब यसको ठाउँमा यसलाई युज गर्नु छ भने के गर्ने त कन्ट्रोल सी गरेर बिएलएल युजरमा गएर यहाँनिर कन्ट्रोल भी गरिदिने ठिक छ कमान्ड टेक्स्ट सिएम अर एक लाइन के थप्नु सिएम डट कमान्ड टाइप इज इक्वल टु कमान्ड टाइप COMMAND कमान्ड टाइप डट स्टोर प्रोसिडियर भनेर हुन्छ ठिक छ यो भनेको स्टोर प्रोसिडियर हामीले गरिरहेछौँ डिलिटको लागि पनि स्टोर प्रोसिडियर युज गर्नु पर्यो के गर्नु पर्यो राइट क्लिक गर्ने एड न्यू प्रोसिडियर गर्ने एसपी अन्डरस्कोर डिलिट युजर एसपी अन्डरस्कोर डिलिट युजर भनेर हुन्छ अब यसलाई के गर्ने @ युजर आइडी चाहिन्छ डिलिट गर्नको लागि एउटा प्यारामिटर डिलिटको लागि के गर्ने त यहाँनिर गएर यो बिएलएल युजरको कोड के गर्ने त डिलिट फ्रम टिबिएल युजरलाई कपी गर्ने यहाँनिर के गर्ने कन्ट्रोल भी गर्ने कन्ट्रोल एस गर्ने डिलिट युजर पनि भयो अनि चाहिँ यसलाई के गर्ने कन्ट्रोल सी बिएलएल युजरमा यहाँ कन्ट्रोल भी कमान्ड राइट कमान्ड टेक्स्ट इज इक्वल टु CMD डट कमान्ड टाइप इज इक्वल टु COMMAND कमान्ड टाइप डट स्टोर प्रोसिडियर लेख्न मिल्छ त्यस्तै सेलेक्टको लागि होला अपडेटको लागि पनि गर्न मिल्छ है अब त्यो सेलेक्ट अल फ्रम टिबिएल युजर राइट क्लिक गर्ने एड न्यू प्रोसिडियर गर्ने एसपी अन्डरस्कोर गेट अल युजर गर्ने यहाँनिर चाहिँ के गर्ने प्यारामिटर एउटै नि हुँदैन सबलाई डिलिट गर्ने सेलेक्ट अल फ्रम टिबिएल युजर गर्ने यसलाई के गर्ने सेभ गरिदिने डिलिट युजरलाई के गर्ने कन्ट्रोल सी गरेर सजिलो छ अब अर्को चाहिँ गाह्रो आउँदैछ बिस्तारै प्रोग्रामिङ लजिक कसरी कम हुन्छ भनेर देखाउन खोजिरहेको छु कन्ट्रोल एस यसमा के गर्ने कमान्ड डट कमान्ड टाइप इज इक्वल टु कमान्ड टाइप डट स्टोर प्रोसिडियर यो पनि लेखिरहेको छ नि त यहाँनिर यो हटाउनु पर्छ नि त डट स्टोर प्रोसिडियर भनेर लेख्नुपर्छ यहीँनिर माथि दुईवटा भयो जस्तो छ यहाँ चाहिँ एउटै भयो ठिक छ होइन यो अपडेटको लागि यहाँ चाहिँ एउटै भयो यहाँ चाहिँ दुईवटा भयो जस्तो छ इन्सर्टको कहाँ छ यहाँ यो हटाउने कमान्ड टेक्स्ट होइन स्टोर प्रोसिडियर युज भएको छ नि त्यही भएर अब स्टोर प्रोसिडियर युज गर्न सेलेक्टको लागि पनि भयो त्यसै सेलेक्ट अल फ्रम वेयर युजर नेम इज इक्वल टु यसको लागि स्टोर प्रोसिडियर बनाउनु पर्यो
कन्ट्रोल सी गर्ने, राइट क्लिक गर्ने, एड न्यू प्रोसिडियर गर्ने, एसपी अन्डरस्कोर गेट युजर बाय युजर नेम हो, @ युजर नेम चाहिन्छ प्यारामिटर, @ युजर नेम चाहिन्छ प्यारामिटर एन्ड भ्यार क्यार 50 गरिदिने। यसलाई के गरिदिने त यहाँ कपी पेस्ट गरिदिने। वेयर युजर नेम लाइक @ युजर नेम पर्सेन्टेज उताबाट पठाउँछ हो भने चाहिँ यसलाई के गर्ने त कन्ट्रोल सी यसलाई कन्ट्रोल भी गर्ने, डट टेक्स्ट डट स्टोर प्रोसिडियर यति कुराहरू के गर्छ स्टोर प्रोसिडियरमा गर्ने। रन गरौँ, सब काम गर्छ। यो जनरल स्टोर प्रोसिडियर इन्सर्ट डिलिट अपडेटको स्टोर प्रोसिडियर भयो। अब जस्तै सर्च गर्दाखेरि एउटा हेरिहालौँ त डी आई के मिस्टेक भयो, कुड नट फाइन्ड स्टोर प्रोसिडियर यसमा cmd डट कमान्ड टेक्स्ट इज इक्वल टु स्टोर प्रोसिडियर नै भेटेन अरे क्या। सेभ गरेन क्या हामीले, सेभ गरेकै रहेनछ, सेभ गरौँ हो। फेरि रन गरौँ, जस्तै DINESH के भयो DINESH ठिक छ। त्यस्तै क्रिएट गर्दाखेरि DIPESH पासवर्ड DIPESH युजर क्रिएटेड सक्सेसफुली। DIPESH छ कि छैन, DI पनि स्टोर प्रोसिडियरबाट भयो। यो जनरल स्टोर प्रोसिडियर भयो। अब कम्प्लेक्स स्टोर प्रोसिडियर कसरी आउँछ त पर्चेज फर्म कहाँनिर बनाएको छ हामीले, कुनमा छ पर्चेज मेन्टेनिङ लग पर्चेज फर्म 7th क्लासतिर हो। अब यसमा हेरौँ, यसको स्टोर प्रोसिडियर गर्नु पर्यो। अब एकैचोटि के हुनु पर्यो, सबै अपडेट हुनु पर्यो, स्टक पनि अपडेट हुनु पर्यो, युजर के अरे प्रोडक्ट पनि अपडेट हुनु पर्यो, सबै चिज एउटैमा गरिदिनु पर्यो। अब यहाँ पर्चेजको त काम गरेको छैन हामीले अहिलेसम्म, छ त छैन नि है। अब कहाँ छ हाम्रो एडिट युजर पर्चेज कहाँ छ, पर्चेज फर्म सेल भनेर बनाएको छ है, फर्म सेल पर्चेज यहाँ रहेछ। अब यसमा पर्चेजको स्टोर प्रोसिडियर बनाउनु पर्यो, 2-3वटा टेबलमा एकैचोटि अपडेट हुनु पर्यो है। यहाँसम्म लेखिसकेको छ, सेभ भन्नेबाट चाहिँ भएको छैन। अब यहाँबाट चाहिँ के गर्नु पर्यो भने यो जुन छ नि पर्चेज हुने बित्तिकै के हुनु पर्यो त 4-5वटा टेबलमा एकैचोटि अपडेट जानु पर्यो। अब यहाँ हाम्रो AECM DB, अब यहाँ टेबल छ TBL पर्चेज भनेर बनाऊ, एड न्यू टेबल। अब यहाँ चाहिँ PUR पर्चेज PRCHASE पर्चेज आइडी इन्ट, त्यसपछि इन्भोइस नम्बर हाम्रो छ कि छैन इन्भोइस नम्बर पनि राख्ने हैन। त्यसपछि अरु के छ डिजाइनमा हेरौँ न, यो कुराहरु प्रोडक्ट कोड प्रोडक्ट नेम प्रोडक्ट कोड मात्रै राखे हुन्छ एन्ड भ्यारक्यार। यहाँ पर्चेज गर्दा कुन प्रोडक्ट पर्चेज गरेको थाहा पाउन सकिन्छ। त्यसपछि प्रोडक्ट कोड प्रोडक्ट नेम पनि हाल्छ, युनिट प्राइस पनि हाल्छ, क्वान्टिटी इन्ट के अरे क्वान्टिटी इन्ट। त्यसपछि पर्चेजमा अरु के हुन सक्छ टोटल भनेर हुन सक्छ, टोटल एन्ड भ्यारक्यार कि सबै राख्दिने, प्रोडक्ट कोड प्रोडक्ट नेम पनि राख्दिउँ। त्यसबाट तान्न मिल्छ, त्यही पनि राख्दिउँ, देखिन्छ नि त। युनिट प्राइस एन्ड भ्यारक्यार प्राइस एन्ड भ्यार के राख्ने फेरि झन्झट सब इन्ट्री गर्नलाई टेन्सन हैन। फेरि यस्तो हुन सक्छ होला नि त, जस्तै प्रोडक्ट कोड प्रोडक्ट नेम पनि राखौँ किनभने नयाँ हुन सक्छ नि त। त्यो त टिबिएल प्रोडक्ट पनि जान्छ क्या। युनिट प्राइस डेसिमल युनिट प्राइस क्वान्टिटी हैन, युनिट प्राइस क्वान्टिटी सबै गयो हैन त। नयाँ छ भने नयाँ छैन, नयाँ छ भने त आउँदैन नि त त्यो रेकर्डहरु। त्यसको लागि प्रोडक्टमा गएर सेभ गर्ने हो क्या हामीले। यसलाई के गरौँ सेभ गर्दिउँ,
टिबिएल पियुआर सिएचएस पर्चेज अब एउटा टिबिएल स्टक पर्चेज गर्दाखेरि कतिवटा क्वान्टिटी छ भनेर स्टकमा राख्नु पर्यो एसटिओसीके स्टक आइडी एन्ड कुन प्रोडक्ट कोड कुन प्रोडक्ट हैन एन्ड भ्यारक्यार त्यसपछि क्युयुएएन टिआइटी क्वान्टिटी एन्ड यसलाई के गरौँ स्टकमा गएर पनि बस्छ हैन सेट एज प्राइमरी के यसलाई के गरौँ अटो इन्क्रिमेन्ट टेस्ट गर्दै त्यसमा अटो इन्क्रिमेन्ट टेस्ट गर्न बिर्सेछ है हामीले के गरौँ टिबिएल एसटिओसीके स्टक राखौँ टिबिएल प्रोडक्ट छैन टिबिएल प्रोडक्टमा प्रोडक्ट कोड छ कि छैन छ प्रोडक्ट कोड है अब यहाँ ओपन टेबल डेफिनेसन गरेर के थियो यसमा ओपन टेबल डेफिनेसन गरेर यसलाई मोडिफाई गरौँ यो भनेको पर्चेज छ यसलाई के गरौँ आइडेन्टिटी स्पेसिफिकेसन यस गरिदिउँ अब एकैचोटि कसरी सबै टेबलहरुमा रेकर्ड अपडेट हुन्छ त्यो हेर्नु पर्यो ठीक छ अब स्टोर प्रोसिडियर एउटा स्टोर प्रोसिडियरले सबै काम गर्नुपर्छ एड न्यू प्रोसिडियर गरे हो sp_ क्रिएट पर्चेज sp_ क्रिएट PURCHAC पर्चेज अब यसमा के चाहियो पर्चेज गर्दाखेरि यो फिल्डहरु पहिला विचार गर्ने पर्चेजमा त जानु पर्यो @ प्रोडक्ट कोड जानु पर्यो एन्ड भ्यार 50 हो त्यसपछि के जान्नु @ प्रोडक्ट प्रोडक्ट कोड क्वान्टिटी लेख्दियो क्वान्टिटी इन्ट त्यस यो अनुसार हेर्न खोजेको टोटलमा के गर्नु पर्यो एन्ड भ्यारक्यार कि डेसिमल छ डिसी ह अनि एन्ड भ्यारक्यार राख्दिउँ 50 त्यसपछि @ प्रोडक्ट नेम एन्ड भ्यारक्यार 50 हो त्यसपछि युनिट प्राइस PRIC युनिट प्राइस डेसिमल यो एन्ड भ्यारक्यार मिलेन नि त त्यसपछि यो डेसिमल भनेर DCIML डेसिमल त्यसपछि के गरौँ त अब क्वान्टिटी स्टकमा चेक गर्नु पर्यो छ कि छैन त्यो प्रोडक्ट भनेर चेक गर्नु पर्यो डिक्लेयर भनेर एउटा कुनै भ्यारिएबल बनाऊ डिक्लेयरले कुनै भ्यारिएबल बनाउन मिल्छ डिक्लेयर @ QTY इन्ट भनेर डिफाइन गरा जस्तो सेट @ QTY = के गरौँ त सेलेक्ट कहाँबाट क्वान्टिटी सेलेक्ट गर्नु त QN क्वान्टिटी फ्रम स्टकबाट TBL ST कि क्वान्टिटी वेयर प्रोडक्ट नेम यसबाट तानु न प्रोडक्ट नेम प्रोडक्ट कोड = @PRODCT प्रोडक्ट कोड भनेर राखौँ ठीक छ यहाँबाट के गर्छ त्यसले क्वान्टिटी लिएर आउँछ इफ क्वान्टिटी केही पनि छैन भने के गर्नु पर्यो इज नल भन्ने छैन भने के गर्नु पर्यो बिगिन एउटा बडी ब्लक ब्र्याकेट राखे जस्तो इन्ट एल्स बिगिन इन्ट यसरी गर्नु पर्यो को हो सर भन्ने छ भने के गर्नु पर्यो क्वान्टिटी छैन भने नयाँ प्रोडक्ट इन्सर्ट गर्नु पर्यो छैन भन्ने बुझ्यो नि त TBL प्रोडक्ट के राख्नु पर्यो प्रोडक्टमा क्याटेगोरी आइडी प्रोडक्ट नेम यसो सबै छ अब क्याटेगोरी आइडी र प्रोडक्ट नेम कसरी लिएर आउने क्याटेगोरी आइडी छ र यसमा क्याटेगोरी छैन है मान्छेले तत्काल हामी के गरौँ त क्याटेगोरी आइडीहरुलाई हटाइदिउँ है त यो ड्रप डाउनहरु राखेर राख्न मिल्छ है यिनीहरु डिलिट गर्न प्रोडक्ट कोड र युनिट प्राइस मात्र राखौँ ठीक छ अब यता के गरौँ इन्सर्ट इन्टु कहाँ गयो ला कहाँ गयो ए यहाँ छ यहाँ यहाँनिर के गरौँ त इन्सर्ट इन्टु TBL प्रोडक्ट के इन्सर्ट गर्नु पर्यो प्रोडक्ट नेम युनिट प्राइस प्रोडक्ट कोड प्रोडक्ट COD कोड त्यसपछि भ्यालुज @ प्रोडक्ट नेम @ UNIT प्राइस @ प्रोडक्ट कोड ठीक छ यो इन्सर्ट गर्यो पर्चेजमा त जसरी इन्सर्ट गर्नु परिहाल्यो भ्यालुज गरेर भटाभट पठाइदिउँ
एट द रेट प्रोडक्ट कोड एट द रेट प्रोडक्ट नेम एट द रेट नेट प्राइस एट द रेट त्यसपछि के गर्नु पर्यो प्रोडक्ट कोड एट द रेट प्रोडक्ट कोड क्वान्टिटी राख्नु पर्यो नि यहाँ क्युएन टिआइटी क्वान्टिटी एट द रेट टिओटिएल टोटल एट द रेट प्रोडक्ट नेम एट द रेट त्यस के गर्नु पर्यो युएनआइटी पिआरआइसी प्राइस भनेर राखिदिनु पर्यो हो यसमा टिबिएलमा के अरे स्टकमा पनि के गर्नु पर्यो इन्सर्ट गर्नु पर्यो किनभने स्टकमा पनि त नयाँ यसरी सबै मिल्दो जुल्दो छ भने फिल्ड अनुसार डाइरेक्ट यसरी पठाउँदा हुन्छ टिबिएल एसटिओसीके स्टक के इन्सर्ट गर्नु पर्यो भ्यालुज एट द रेट आइडी त किन इन्सर्ट गर्नु पर्यो प्रोडक्ट कोड इन्सर्ट गर्नु पर्यो प्रोडक्ट पिआरओ डियुसिटी प्रोडक्ट कोड त्यसपछि एट द रेट क्वान्टिटी यो नयाँ क्वान्टिटी भनेपछि एट द रेट क्युएन क्युयुएनटिआइटिवाई क्वान्टिटी सिधै हो त्यसपछि यदि हो भने होइन भने के गर्नु पर्यो यो त इन्सर्ट गर्नु परिहाल्यो अपडेटमा के अरे स्टकमा अपडेट गर्नु पर्यो क्वान्टिटी होइन त यसमा त जसरी इन्सर्ट गर्नु परिहाल्यो क्वान्टिटी अपडेट गर्नलाई यसमा के गर्नु पर्यो अपडेट टिबिएल एसटिओसीके स्टक सेट क्वान्टिटी क्युएन टिआइटी क्वान्टिटी इज इक्वल टु एट द रेट क्युएन यो भनेको नयाँ क्वान्टिटी प्लस लिएर आएको क्वान्टिटी होइन त एट द रेट क्युटिवाई किनभने अलरेडी छ भने त अलरेडीको त यहाँनिर ल्याइसकेको हुन्छ उसले क्वान्टिटी त्यो क्वान्टिटी नयाँ क्वान्टिटीसँग टेक्स्ट बक्स क्वान्टिटीसँग जोडेर पठाइदिन्छ यसलाई कन्ट्रोल एस गरौँ भ्यालुजनिर कहाँ गल्ती छ यो ब्र्याकेटले केही फरक पार्दैन यसले केही फरक पार्दैन यहाँनिर इन्टुनिर कहाँ छ इन्टु कहाँ छ ए केही फरक पर्दैन कन्ट्रोल एस गरौँ भ्यालुजनिर कहाँ प्रब्लम छ क्या इन्सर्ट टिबिएल स्टक भ्यालुज इन्सर्ट यहाँनिर टिबिएल प्रोडक्ट यो त इन्सर्ट इन्टु टिबिएल परचेज पियुआरसिएचएसी परचेज हो इन्सर्ट इन्टु टिबिएल पियुआरसिएचएसी परचेज कन्ट्रोल एस सेभ भयो हो अब यो क्रिएट परचेज भनेर जुन छ नि यतापट्टि के गर्नु पर्यो परचेज भनेर यतापट्टि बनाउनु पर्यो सबै एकैचोटिमा काम भएन एड न्यू आइटम गर्ने अब के गर्नु पर्यो बिएलएल परचेज भनेर हेर्नु पर्यो स्टक प्रोसिडियरको लजिकहरू है अब के गर्नु बिएलएल परचेजमा के गर्नु पर्यो त कस्तो गर्नु नयाँ फिल्म कुन आएको छ अहिले यामला पागला डियाना 2 त्यसपछि सिआरएटी क्रिएट पियुआरसिएचए परचेज हो अब के परचेज गर्दाखेरि के प्रोसिडियरमा के पठाएको छ हेर है अब प्रोडक्ट कोड भनेपछि प्रोडक्ट कोड पठाउनु पर्यो यहाँबाट पिआरओ डिसिटी प्रोडक्ट कोड पठाउनु पर्यो त्यसपछि अरू के पठाएको छ क्वान्टिटी भनेपछि इन्टिजर हो भने इन्टिजर इन्ट ल यो अर्कोमा पो मोडिफाई गर्न थाल्यो क्या यसैमा ए ल कन्ट्रोल टेन्सन भयो नि त कन्ट्रोल एस कन्ट्रोल सी गरेर कन्ट्रोल भी गरेर थिएँ होइन यहाँ क्रिएट परचेज के छ के चाहिन्छ यहीँनिर हेरौँ न यहीँनिर आउँछ यो कस्तो गरौँ भयो क्या हप हप भइरहेछ एकदम प्रोडक्ट कोड पिआरओ डिसिटी प्रोडक्ट कोड त्यसपछि के चाहियो इन्ट क्वान्टिटी क्युएन टिआइटी इन्ट क्वान्टिटी त्यसपछि स्ट्रिङ टोटल त्यसपछि स्ट्रिङ प्रोडक्ट नेम त्यसपछि के छ डेसिमल युनिट पिआरआई युएनआइटी पिआरआइसी युनिट प्राइस छ अब के गर्ने त यहाँ भट्टाभट यसको कनेक्सन गरिदिनु
कनेक्सन गरेर यहाँ एसक्यूएल स्टेटमेन्टमा के राख्नु त एसपी अन्डर क्रिएट पर्चेज फेरि यहाँ गएर क्रिएट पर्चेज कमान्ड डट कमान्ड टाइप इज इक्वल टु com command command and the command typ type dot stored procedure कहाँ डट कमान्ड टाइप इज इक्वल टु स्टोर प्रोसिडियर ठिक छैन अब यहाँ के गर्नु पर्यो प्रोडक्ट नेम कति कोडिङ गर्नुपर्ने प्रोडक्ट नेम त्यसपछि क्वान्टिटी एन्ड क्वान्टिटी त्यसपछि टोटल कन्ट्रोल सी कन्ट्रोल भी टोटल प्रोडक्ट नेम ये प्रोडक्ट नेम भइसकेछ प्रोडक्ट कोड हुनु पर्छ क्या यहाँ चाहिँ प्रोडक्ट नेम त्यसपछि के छ युनिट प्राइस ठीक छ अब क्रिएट पर्चेज कन्फिगरेसन सेटिङ्समा अब यो क्रिएट पर्चेज जुन छ नि पर्चेजमा यो मेथड कल गरिदिने एमजे इज इक्वल टु बीएलएल पर्चेज बीएलएल PRC चाहिँ बीएलएल पर्चेज बीएलपी इज इक्वल टु न्यू बीएलएल पर्चेज बीएलपी डट क्रिएट पर्चेज भनेर आयो के चाहियो प्रोडक्ट कोड त्यसपछि यहाँ के चाहियो क्वान्टिटी कन्भर्ट डट टु इन32 txt क्वान्टिटी डट टेक्स्ट गर्यो त्यसपछि के चाहियो यसलाई टोटल भन्ने छ txt टोटल डट टेक्स्ट त्यसपछि क्वान्टिटी के छ त्यसपछि कमा प्रोडक्ट नेम txt प्रोडक्ट नेम डट प्रोडक्ट कोड हुन्छ खाली प्रोडक्ट नेम डट टेक्स्ट भयो त्यसपछि के चाहिएछ त टोटल भन्ने छ के छ यहाँ युनिट प्राइस कन्भर्ट डट टु डेसिमल txt युनिट प्राइस डट टेक्स्ट गरेर भट्टाभट सबै सेभ भयो अब आफै अपडेट हुन्छ स्टकमा आफै हुन्छ अब यो स्टोर प्रोसिडियरलाई एकचोटि एक्जिक्युट गरेर हेरौँ त है जस्तै स्टकमा त अहिले कुनै प्रोडक्ट नै छैन नि होइन एक्जिक्युट भनेर क्लिक गरौँ टेस्ट गर्नलाई टेक्स्ट बक्सहरू जस्तो आउँछ जस्तै भ्यालुज राख्नु हुन्छ होइन के को यो प्रोडक्ट कोड जस्तै 2001 भनेर राखौँ है त यो त नयाँ हो नि होइन 4वटा लियो त्यस टोटल कति हुन्छ युनिट प्राइस कहाँ छ युनिट प्राइस 200 छ कति हुन्छ 4 दुना 800 हुन्छ होइन टोटल 800 राखिदिउँ प्रोडक्ट नेम यसलाई चाहिँ 2001 लाई चाहिँ एलएपीटीओपी ल्यापटप भनेर राख्नु हो मान्छे टिबिएल पर्चेजमा गएर बस्ने भयो मान्छे नयाँ प्रोडक्ट हो भने चाहिँ प्रोडक्ट टेबलमा नि गएर बस्ने भयो त्यसपछि स्टक पनि नयाँ हो भने चाहिँ नयाँ गरेर बस्ने भयो ठिक छ अब यसैलाई के गरौँ त फेरि एकचोटि एक्जिक्युट गरौँ यो प्रोडक्ट फेरि किन्छु है मान्छे यतिवटा नि के 448 हुनु पर्यो यहाँ क्वान्टिटी प्रोडक्ट टेबलमा गएर बस्नु भएन पर्चेज टेबलमा गएर बस्नु भयो यो 448 टिबिएल पर्चेजमा सो टेबल डाटा गऱ्यो नि यो नयाँ फेरि आइदिन्छ किनभने यो पर्चेज गरेको कम्पनी नेम अनुसार हुन्छ नि त त्यही भएर प्रोडक्टमा के हुनु पर्यो त गएर बस्नु भएन के भयो त प्रोडक्ट गएर बसेन कस्तो सजिलो त्यत्रो लजिक राखेको एकछिन भयो है कोड मिनिमाइज गरेन अर्को गर्न बेकारमा होइन बेकारमा हुन्छ फर्म के अरे पर्चेज PURCHAC पर्चेज फाइकी मग बास्न आइरहेछ रोटीको प्रोडक्ट कोड के थियो 2001
इन्टर गर्ने बित्तिकै अथवा ट्याब हान्ने बित्तिकै आउँथ्यो नि त 2000 थियो कि क्या हो त्यो बनाएको छैन काम भएको छैन ल एलएपी टिओपी ल्यापटप भनेर लेखौँ यो फेरि युनिट प्राइस ल्यापटप 2002 राखौँ यो त छैन नि अनि 2000 ल्यापटप होइन माउस एमओयुएससी माउस युनिट प्राइस 400 राखौँ क्वान्टिटी दुईटा लियो भने कति हुन्छ 800 हुन्छ होइन 800 लाई के गरौँ एड गरौँ हो 2003 भनेर राखौँ माउसको साटो के राखौँ त अर्को केयुआई बिओएआरडी यसको चाहिँ 800 राख्यौँ थाहा हुनु परेन 8 दुना 1600 हो यसलाई राख यसलाई सेभ गर्दाखेरि के हुनुपर्छ यो सेभ भइसक्यो अब यहाँनिर गएर हामीले के गर्न सक्छौँ त हेर्न सक्छौँ अब यहाँ पर्चेजमा गएर के हुनु पर्यो त आउनु पर्यो सर र 2002-3 किबोर्ड ल्यापटप 2002 ए माउस राखेको छैन र हामीले ठिकै चाहिँ मिलाउनु अब यो यहाँनिर के आयो त ल्यापटप माउस के आउँछ किबोर्ड नै आएछ दुईटा चेन्ज गर्न बिर्सेछ है क्या हो स्टकमा के गर्नु पर्यो त यो त एउटै आयो भनेपछि यो कति थियो कतिवटा थियो त्यो दुईटा अगाडिको दुई यो प्रोडक्ट कोडले फरक पार्दै क्या तर त्यो नाम चाहिँ सेम भयो है यसरी गरेर स्टोर प्रोसिडियर गरेर लिएर आउने स्टोर प्रोसिडियरको बारेमा भोलि पढेर आउने त्यसपछि भोलि ट्रान्जेक्सन गराउँछु 2-3वटा टेबलमा कसरी डाटा इन्सर्ट गर्ने कसरी रोल ब्याक गर्ने एउटा मात्रै इन्सर्ट गर्ने त्यो भोलि गराउँछु रोल ब्याकहरू